अर्को यहाँ छ नमुनाहरू दुबईको मेट्रोमा। कति बिहानको 11-12 बजी हिँड्ने भनेको नेपाली केटाहरूले 2 बजाइहाले। अब 2 बजिहाल्यो होइन। अब भर्खरै निस्किँदैछौँ। गाइस आज चाहिँ हामीहरू नेपालीहरूको नेपाली फेस्टिभल लाग्दैछ दुबई क्रिकमा होइन। हामी त्यहाँ जान लागेका छौँ र मेरो हस्बेन्ड र एकजना भाइ चाहिँ यहाँ खाजा खाँदै हुनुहुन्थ्यो। हाई, हामी कहाँ जान लाग्यो आज? ल अब त्यहीँ गएर कुरा गर्दै गरौँ ल है त। ल जाऊँ अब जाने होला नि। खै सुशान्त खै? हामी चाहिँ पुरा मेट्रोमा सबैजना नेपालीलाई भेट्यौँ है। धेरै हुनुहुन्छ। अहिले क्राउडले गर्दा देखेको छैन है। रमाइलो होला जस्तो छ आजको हाम्रो यात्रा। ल सबैजना यहाँ तयारी भएर मेट्रो स्टेसनबाट जाँदै होइन। हामी चाहिँ हेल्थ केयर सिटीमा झरेर हामी हिँड्दै जाँदैछौँ। क्रिक पार्कमा हो आजको प्रोग्राम चाहिँ। कस्तो लागिरहेको छ बुढो? धेरै पछि नेपाली भाइब्स। कहाँ जानुभयो? बाहिर पनि एकदमै क्राउड छ है। भित्र त झन् के होला यस्तो गर्मीमा। कोही आउँदैछन्, कोही आइसके है, कोही भित्र होला। रमाइलो छ जे होस्। उता 5 हो ल। Professor? Professor? लाइन यता छ, यता यता। त्यही त लाइन लागिरहेछन्। नेपालको मौसमको लाइन जस्तो रहेछ। अवस्था छ है। अगाडिसम्म लाइन छ है गर्मीमा। मेरो श्रीमानज्यू त कहिले पनि यस्तरी गर्मीमा हिँड्नु नमान्ने मान्छे। फर्स्ट टाइम पैसा लिएर कस्तो भइरहेछ? धन्न लाइन चाहिँ बेलैमा आइहाल्यौँ है। बिजोग छ, गर्मी छ। यता त शीतलै छ, उता क्राउड एरियामा चाहिँ गर्मी छ। लाइनै ठुलो क्या। तर दुबईमा पनि नेपालीहरू चाहिँ एउटा जिल्लाको मान्छे पुरै यहीँ हुनुहुन्छ जस्तो फिल भयो। मतलब त्यो छिर्न ठाउँ छैन। स्टलहरू लगाएको रहेछ। बुढो यताबाट जाऊँ। सुशान्त
जाऊँ छिटो एकचोटि जाउँ न एकचोटि जाउँ हेलो ल ल ल हाय सुसान ल न यहाँ आउनु
ग्लोबल आइएमई मेरो नेपालमै थियो। अब त्यसलाई मैले एक्टिभ गर्छु है। ओके दिनमा पनि मुस्काउ लस्सी हो। देखाउनु त हजुरको ब्याग फेस्टिभलमा किनेको ब्याग देखाउनु न लोगो। अनि हजुरले बुढीलाई के किनिदिनु भयो अरे? के स्क्रबहरू किनिदिनु भएको? 3.5 किलोमिटर मेट्रो में गया ना।